कहिलेकाहीँ भिडियो बनाउँदै म त वाक्क भइहाल्छु। सोच्छु जति भिडियो बनाए पनि न त भ्युज बढ्छ, न त लाइक आउँछ, न त कसैले कमेन्ट नै गर्छ। भिडियो नबनाऊँ जस्तो पनि लाग्छ। तर मेरो मनले भन्छ, आस्मा भिडियो बनाउन किन छोड्ने? के थाहा, सायद कोही तिम्रो भिडियो एकदमै मन पराउँछ होला। के थाहा, सायद कोही पर्खाइमा बसेको छ होला। आस्माको भिडियो कतिखेर आउला, कतिखेर भिडियो हेरौँला भनेर कोही सायद मेरो फ्यानहरू छन् होला नि, होइन? सो आफ्नो फ्यानहरूको लागि म भिडियो बनाउन बाध्य भइहाल्छु कि। न त मेरो अनुहार राम्रो छैन, बोली पनि राम्रो छैन, तर पनि मनले भन्ने गर्छ सायद कोही त होला नि तिम्रो भोइस मन पराउने, कोही त होला नि तिम्रो अनुहार मन पराउने, होइन? सो त्यसको कारणले गर्दा पनि भिडियो बनाउनै पर्छ। भिडियो बनाउन बाध्य भइहाल्छु। तर जति भिडियो बनाए पनि आजसम्म कसैले कमेन्ट गरेको छैन, आस्मा बिग फ्यान प्लिज रिप्लाई भनेर। अब के गर्ने? सायद यो भिडियोबाट कसैले भन्न सक्छ होला, फटाफट कमेन्ट गर्नु होला। मेरो भोइस मन पर्छ भनेपछि म कामै पाउँदैन, मेरो दिनभरिको काम भिडियो बनाउने मात्रै हुन्छ। त्यही भएर म फटाफट रिप्लाई माग्नु भयो भनेपछि फटाफट रिप्लाई दिनेवाला छु। सो बाई बाई।